गाइज वेलकम टु माई ब्लग। आज चाहिँ राजमा र कर्करा थाहा छ छैन हजुरहरूलाई। त्यसको सब्जी बनाउनु गइरहेको छु। यो चाहिँ मैले हिजो बेलुका भिजाएको राजमा, त्यो राम्रो भएको छ। बेलुकै भिजाउनुपर्छ राजमा चाहिँ सधैँ। राजमा भिजाइसकेपछि यो चाहिँ कर्करा मैले काटेर रेडी पारिसकेको छु। कर्कला हेर्न सक्नुहुन्छ हजुरहरूकोतिर यसलाई के भन्छ मलाई थाहा भएन, हाम्रोतिर चाहिँ यसलाई कर्कला भन्छ। मासँग एकैचोटि बसाएर पछि झान्दा पनि हुन्छ, तर मलाई चाहिँ त्यसरी मन पर्दैन र मैले अब झाल्न रेडी गर्दैछु। लागि पहिला कुकर बसाएँ। कुकर तातिसकेपछि यसमा आफूलाई कति तेल चाहिन्छ त्यो अनुसारले स्वाद अनुसारको तेल हाल्ने। तेल हालिसकेपछि यसमा अनि तेल तातिसकेपछि आफूलाई स्वाद अनुसार खोर्सानी, त्यसपछि आफूलाई कतिवटा टमाटर चाहिन्छ त्यो अनुसारले टमाटर काट्ने। मैले चाहिँ यहाँ 3 पिस टमाटर काटेको छु। आफूलाई जति स्वाद कस्तो खाने मनपर्छ त्यो अनुसारले। हाम्रोमा चाहिँ हामी प्याज लसुन केही पनि हाल्दैनौँ। अनि खुर्सानी र कालो कालो भइसकेपछि अब यसलाई म टमाटर हाल्नेछु। मैले यहाँ टमाटर हालिसकेको छु। टमाटर फतफत हुँदैछ। टमाटर हालिसकेर एकछिन पकाउने। स्वाद अनुसार पाँच अहिले नै पकाउँदैन हामीले त, किनभने कर्करा अब हाल्नु नि त स्वाद अनुसारले। स्वाद अनुसार नुन बेसार हालेर मैले मसला पनि हालिसकेँ। अनि अब यसलाई एकछिन यसरी फटफट हुन्जेल पकाउने। टमाटरले पनि मजाले पाकोस्। मैले यसमा कर्करा हाल्नलाई रेडी भइसकेँ। मैले यहाँ कर्करा उहिलिसकेँ। कर्करा हल्का यतिकै यही मसलामा पकाउनु पर्छ। अनि यो मसलालाई अब चलाइ पकाउने। त्यसलाई पकाइसकेपछि यसमा एकछिनमा राजमा हाल्ने। राजमा हालेर एकछिन चलाउने। चलाइसकेपछि यसमा मर मसला सबै हालिसक्ने। त्यसलाई एकछिन चलाएर अनि आफूलाई कति पानी चाहिन्छ त्यति पानी लगायो भने स्वाद अनुसार यति पानी लगायो भने चाहिँ यति पानी लाउने। अब बिर्को लगाइदिने। कुकरमा बिर्को लगाइसकेँ। अब यसलाई 2-3 सिटी 3 सिटी जति लाउने। 3 सिटी लगाइसकेपछि घाबा रेडी हुन्छ। यसरी नै लगातार 3 सिटी लाग्यो। 1 सिटी लागिसकेपछि ग्यास सानो बनाउँदैछु म चाहिँ। ग्यास सानो बनाएर यसरी लगातार 3 सिटी 4 सिटी जति लाउनु होला। 3 सिटी लागेर कर्कलाको सिटी पनि झरिसकेको छ। अब यो खोल्न गइरहेको छु। हाम्रो मामुले कर्कला रेडी पारिसक्नु भयो। यहाँ कर्कला बढी चाहिँ रेडी भयो। हेर्नु राजमा हो। अनि अब कागती हालेपछि चट्ट गरेर क्या दामी हुन्छ यसको सबै। यसलाई अलिअलि मिच्न पर्छ। लपक्क भएछ पाकेर पेटै कर्कला र राजमा रेडी भइसकेको छ। अब यसमा कागती हाल्नुलाई मैले कागती निचारिसकेकी छु। अब कागती खानेर हाल्नु होला। झानिसकेको छु। यति कागतीले पुग्छ, धेरै अमिलो खानु हुँदैन।